आज केटा हो भिनिसियस 77 मिनेटमा सब आउट हुँदा त्यो रियाक्सन यस थियो होइन। अब बिचरा फ्रस्ट्रेसन क्लियर फ्रस्ट्रेसन देख्न सकिन्छ। 17-18 गेमदेखि गोल स्कोर गर्न सकेको छैन है। अनफर्चुनेटली आजको गेममा पनि गोल इन्भल्भमेन्ट, गोल त छोडिदिनु, गोल इन्भल्भमेन्टमा एसिस्ट पनि दिन सकेनन् होइन। एउटा सर्ट दिएको थिएँ, सर्ट त्यो पनि सब सर्ट सेभ भयो होइन। रियल मड्रिडले अब 5 गोल हान्दा पनि अनि भिनिसियसको गोल इन्भल्भमेन्ट नआउनु भनेको खासै हुँदैन क्या यस्तो कुरा। एउटा एसिस्ट त आएको हुन्छ क्या, गोल नहाने पनि एसिस्ट आएको हुन्छ, आज आएन एउटा पनि। अनि 77 मिनेटमा सब आउट हुँदा उनी क्लियर फ्रस्ट्रेसन देखिन्थ्यो उनको फेसमा। अनि उनी पक्कै भित्रबाट यति रिसाइरहेको थिए। अनि त्यसपछि खासै जाबीसँग खुसी देखिँदैन भने पनि देखिन्थ्यो केटा उनको फेसमा है। अनि त्यसमाथि अब कन्ट्र्याक्टको कुरा चलिरहेछ। अब कन्ट्र्याक्ट एक्सेप्ट गर्ने भए गर, नगर्ने भए चाहिँ तिमीलाई हामीले बेचिदिन्छौँ भनेर रियल मड्रिडले पनि भनिसक्यो है, कतिचोटि वार्निङ पनि दिइसक्यो। अनि यो कुराले यो अभियसली यो गेम स्कोर, गोल स्कोर नगर्ने अनि त्यसपछि हाई स्यालेरी डिमान्ड गर्दा आई थिङ्क यो कुराले चाहिँ भिनिसियसलाई क्लबबाट निक्लिन पुस गरिरहेको जस्तो लाग्छ कि मलाई, मेरो इन्स्टिङ है केटा हो। तर जे भए पनि पछि आई थिङ्क भिनिसियसले स्यालेरी घटाएर बस्छन् होला है। तर मेरो अनुसार चाहिँ, मेरो सोचाइ त्यस्तो हुनसक्छ भन्ने सोचाइ। तपाईँहरूलाई के लाग्छ प्लिज डु कमेन्ट है। अनि अब त हानिदियो गोल यार, अब त हानिदियोस् यार, बिचरा भिनिसियसले पनि गोल हानिदियोस्। किनकि अब आउने गेम एथलेटिको मड्रिडसँग छ है, डर्बी छ, अवे फ्रम भन्दा नि अब हुन त न्युट्रल भेन्यू हो, सो साउदीमा हुँदैछ। सो आई थिङ्क त्यसमा हानिदियोस् भिनिसियसले। अनि फाइनलमा पुगोस्। अनि फाइनल म देख्न चाहन्छु कि केटा हो फाइनलमा सके त एम्बाप्पे पनि फर्के त धेरै खुसी केटा हो म होइन। तपाईँहरूलाई के लाग्छ प्लिज डु कमेन्ट होइन। अनि भिनिसियसको यो फ्रस्ट्रेसन जायज थियो या नाजायज थियो, प्लिज डु कमेन्ट। अहिलेको लागि चाहिँ गुड बाई।